बरु समय लिनुस्। त्यसको लागि म सम्माननीय सभामुख महोदयलाई पनि म मेरो दलको तर्फबाट के अनुरोध गर्न चाहन्छु भने नयाँ दललाई एकातिर नयाँ दलको अनुभवहरू कमी छ, कतिपय संसदीय सङ्घर्षहरूमा अनुभव नपुग्न सक्छ। त्यो अनुभव हामी विगतमा यो आन्दोलनमा या सदनमा रहेका दलहरूसँगका अनुभव लिन म रासोपालाई अनुरोध गर्छु। अर्कोतिर सभामुख महोदय सत्ता पक्षका साथीहरूलाई पनि अलि संयमित ढङ्गले, नयाँ दल हो, कतिपय कुराहरूमा उहाँहरूका नपुग्न सक्छ, तर अलिकति बल प्रयोग जबरजस्ती जस्तो प्रमुख प्रतिपक्षी दल आइसक्यो, अब यसलाई पेले पनि हुन्छ भन्ने जस्तो ठानिनु हुँदैन। किनभने कहिले को प्रतिपक्ष हुन्छ, कहिले कसको सङ्ख्या ठुलो हुन्छ, कसको सानो हुन्छ, यो भइराख्ने कुरा हुन्। यो संसदीय गणितहरू हेरफेर भइराख्ने, कहिले को सत्ता पक्ष कहिले को प्रतिपक्ष भइराख्छ। त्यसो हुँदा अब तेस्रो दललाई प्रतिपक्षलाई ल्याइहाल्यो, हामी प्रमुख प्रतिपक्षलाई, अलग भयो चौथो दल, कमजोर भयो। यही बेला अलिअलि राजनैतिक रूपले दबाब बनाऊ, अलिअलि विगतमा केही सानातिना कुरा छन् प्रतिशोध पनि अलिअलि देखाइहालौँ भन्ने जस्तो सत्ता पक्षले गर्न मिल्दैन। जिम्मेवार बन्नुपर्छ सत्ता पक्ष र सम्मानित सभामुख महोदय सदनको पनि यहाँ चाहिँ गार्जियन हुनुहुन्छ, अभिभावक हुनुहुन्छ। एक खालको संवादको लागि अझै वातावरण बनाउनुहोस्, उहाँहरूलाई पनि छलफलमा ल्याउने, आफ्ना बजेट सम्बन्धी आफ्ना धारणा राख्ने वातावरण बनाउनुहोस्। मेरो सुझाव त के रहेको छ भने आज एक राउन्ड छलफल भइसकेको छ, यो हामी तेस्रो दल म बोल्दैछु, अरू दलहरूलाई पनि एक राउन्ड विचार राखिसकेपछि, धारणा राखिसकेपछि यसलाई आजका छलफलहरूलाई यो कार्यसूचीलाई केही बाँकी राखेर भोलिसम्ममा संवाद गर्दै रासोपा र मान्यज्यूहरू, रासोपाका मान्यज्यूहरूलाई पनि बजेटमाथि 82-83 को विनियोजन बजेटमाथि चाहिँ धारणा राख्ने वातावरण बनाइदिनको लागि म यही रोस्टममा त सम्मानित सभामुख महोदयसँग पनि अनुरोध गर्न चाहन्छु। प्रधानमन्त्रीज्यू र सत्ता पक्ष पनि म यो अनुरोध गर्न चाहन्छु। सभामुख महोदय, निश्चय पनि यो चाहिँ एउटा शान्त माहौलमा हामी राष्ट्रको चासो, वर्षभरिको बजेटको बारेमा छलफल गर्न चाहन्थ्यौँ, तर त्यो वातावरण बनेन। तैपनि म चाहिँ दलको धारणा म यहाँ राख्न चाहन्छु कि अहिले विनियोजन विधेयक 2082-83 हामीले हेऱ्यौँ, हामीले सुन्यौँ र यसमा चाहिँ हामी अलिकति पृष्ठभूमिमा जानुपर्ने हुन्छ कि अहिलेको सरकार पहिलो ठुलो र दोस्रो ठुलो दल र संसदको गणितीय हिसाबले करिब 2/3 को सरकार हो। 2/3 को सरकारले गठन हुँदै गर्दा हामी संविधान संशोधन गर्छौँ, राजनीतिक अस्थिरता देखिएको छ, यसलाई स्थिर बनाउँछौँ। हामी चाहिँ केही चाहिँ सेवा प्रवाह लगायतका कुराहरूमा, डेलिभरीका कुराहरूमा हामी चाहिँ अलिक कडाउ रूपले जान्छौँ र अर्थतन्त्रमा केही सुधार गर्छौँ भनेर उहाँहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। यो पृष्ठभूमिमा आएको यो बजेट हो। यो पृष्ठभूमिमा आएको यो बजेट हेर्दा बलियो सरकारको कमजोर बजेटको रूपमा यो आएको छ कि सरकार बलियो, बजेट कमजोर। त्यसमा पनि जस्तै हामी अरू फोरमहरूमा पनि आफ्नो धारणा राखेका छौँ। सम्मानित सदनमा म यो पनि राख्न चाहन्छु कि नेकपा एमालेका विगतका 2051 सालको बजेट हेरियो भने त्यसपछिका वर्तमान अर्थमन्त्रीजीको यो तेस्रो चौथो यो मन्त्रालयको जिम्मेवारी हो, बजेट हो, चौथो जस्तो लाग्छ मलाई बजेट। यो सबै बजेट हेर्दा अलिकति चाहिँ एजेन्डाहरूलाई नाराहरूसहित विषयमा केन्द्रित गरेर, बजेटलाई अलि प्याकेजिङ गरेर, अलि ब्रान्डिङ गरेर, अलि एकीकृत रूपले कहाँनिर फोकस गर्न खोजेको त्यहाँ फोकस हुन्थ्यो। तर यसपटक एकातिर चाहिँ अर्थमन्त्रीजीको चाहिँ कुनै मेहनत देखिएन, साथसाथै के त्यसमा चाहिँ दुई ठुला दलहरूले गर्नुपर्ने मेहनत जति हुनुपर्थ्यो त्यो देखिएन र छरिएको प्रशासनिक तहले नियमित ढङ्गले बनाउने पैसा छैन, राजस्व छैन, स्रोत छैन, कमजोर छ, यता पनि गाह्रो उता पनि गाह्रो, यो सबै लथालिङ्ग छ। त्यसैले सकिँदैन भनेपछि यही सकिँदैन भने त्यसै गरौँ त भनेर प्रशासनिक तहमा बजेट बनाएको बजेटको रूपमा देखा पर्छ। यो कुनै मेहनत गरेर राजनीतिक नेतृत्वले अहिले आर्थिक रूपले अलिकति स्लो डाउन थियो, शिथिलता थियो, शिथिलता हुँदै गत वर्ष 3.8% को आर्थिक वृद्धि भयो, यो वर्ष 4% को आर्थिक वृद्धि छ। बिस्तारै अर्थतन्त्र लयमा आएको छ कि पछिल्लो 4 दशक हेऱ्यो भने हाम्रो 4.5% एभरेज ग्रोथ देखिन्छ, एभरेज आर्थिक वृद्धि देखिन्छ। 4% भनेको झन्डै झन्डै एभरेजतिर गएको छ। यो चाहिँ कसरी हुन्छ भन्दा झन्डै झन्डै हामी 14-15 खर्ब बराबरको रिमिटेन्स आउँछ, जो हाम्रो कुल गारसी उत्पादनको 1/4 जस्तो हुन्छ। भन्दा हामी नेतृत्वले धेरै बल नगर्दा पनि त्यति चाहिँ 14-15 खर्बको चाहिँ रेमिटेन्स आएपछि स्वतः 3-4% को आर्थिक वृद्धि हुने अवस्था हो। हाम्रो अर्थतन्त्रको आकार संरचना त्यस्तो हो। त्यसो हुँदा चाहिँ अहिले यो बजेट
1964 अर्बको जो बजेट छ यसमा चाहिँ केही नगर्दा पनि प्रशासनिक रूपले सामान्य चलाउँदा 14-15 खर्ब विदेशबाट रेमिटेन्स आउँछ। अलि मौसम ठीक भयो भने कृषिमा 3-4% वृद्धि हुन्छ अनि नियमित 10-12 लाख चाहिँ पर्यटक आउँछ अनि हाम्रो अर्थतन्त्र 4.5% को हाराहारीमा वृद्धि हुन्छ भन्दा चाहिँ यसमा चाहिँ धेरै बल नगर्नुपर्ने बल नलाग्ने जस्तो अवस्था जो छ त्यसमा अर्थमन्त्रीजीले जे टार्गेट गर्नुभएको थियो सरकारले कि हामी अर्थतन्त्र अलि शिथिल छ यसलाई तीव्रतामा गर्छौँ भन्दा त तीव्र कसरी हुन्छ त? स्रोत छैन यसमा। कहाँबाट स्रोत बढाउने, वैदेशिक लगानी, वैदेशिक सहयोग, अन्य चाहिँ वैदेशिक ऋणका कुराहरू जो कमिट गरिएका छन् त्यो पनि आउने कि नआउने ग्यारेन्टी नहुने खालको जस्तो। त्यसै गरी अध्ययनले के देखाउँछ भने सामान्य सभामुख महोदय हाम्रो अहिलेकै चाहिँ हाम्रो अर्थतन्त्रको आकारले झन्डै 20 खर्ब जतिको राजस्व उठ्नुपर्ने राजस्व 20 खर्ब जति हो तर हाम्रो धेरै ठाउँ चुहावट छ। हामीले चाहिँ बजारमा हामी हेऱ्यौँ भने भ्याट बिल नकाट्ने धेरै मान्छेहरू, भ्याट बिल नलिने धेरै मान्छेहरू हुन्छ, धेरै पसलहरू हुन्छन् भन्दा त्यसलाई मात्रै नियमित गर्दा चाहिँ अहिलेको राजस्व 10-11 खर्बबाट त्यसलाई अझ बढाउन सक्ने अवस्था छ भन्दा त्यहाँनिर सुशासन कसरी कायम गर्ने कि हामी हुने यस्ता चुहावटहरू, भन्सार पोइन्टमा हुने चुहावटहरू, बजारमा हुने चुहावटहरू यसलाई कसरी रोक्ने यो खालको योजनाहरू यसमा देखिँदैन। त्यसो हुँदा चाहिँ यो चाहिँ एउटा नियमित खालको बिना मेहनतको बजेट जस्तो यो देखिरहेको छ एकातिर। अर्कोतिर कस्तो देखिरहेको छ सभामुख महोदय, प्राथमिकता क्षेत्र कहाँ हुन् भन्दा गत वर्षको बजेटमा म आफैले अर्थमन्त्रीको रूपमा हाम्रो अर्थतन्त्रको तीव्र गतिमा रूपान्तरणका 5 क्षेत्र हुन्छन् भनेर प्राथमिकीकरण गरेको थिए। त्यसमध्येको कि नयाँ क्षेत्र भनेको आइसिटी क्षेत्र, खास गरी सूचना प्रविधिको क्षेत्रमा सूचना प्रविधि दशक घोषणा गरिएको थियो। त्यो 10 वर्षमा डाइरेक्ट 5 लाख रोजगारी सिर्जना हुने, इन्डाइरेक्ट थप 10 लाख गरेर 15 लाख रोजगारी सिर्जना हुने अध्ययन अनुसार, तथ्याङ्क अनुसार नै हामी त्यो लक्ष्य राखेका थियौँ। त्यसको लागि चाहिँ काठमाडौँ र बागमती, खास गरी बागमतीलाई आइटीको हब बनाउने, स्पेसल सेन्टर अफ एक्सिलेन्सको रूपमा यो प्रदेशलाई बनाउने, त्यो काठमाडौँ केन्द्र हुन्छ भनेर त्यो सम्बन्धित छुटहरू, विभिन्न व्यवस्थाहरूका अतिरिक्त सरकारले पूर्वाधारमा लगानी गर्ने, त्यसमा चाहिँ हाई स्पिड चाहिँ इन्टरनेट सेवाहरू होला, वर्क स्टेसनहरू लगायतका व्यवस्था गर्यो भने हामीले त्यो लक्ष्य पुरा गर्न सक्छौँ भनेका थियौँ। यसपटक भन्न त आइटी क्षेत्रलाई भनेको छ तर त्यो अनुसारको त्यो दशकलाई सम्बोधन गर्ने, त्यसलाई चाहिँ पूर्वाधार दिने खालका चाहिँ यसमा देखिँदैनन्। त्यसो गर्दा तीव्र गतिमा हामी विकास गर्न सक्ने, हामी प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र आइटी क्षेत्र देखिन्छ। र अहिलेको विश्व अर्थतन्त्रमा र हामीले हाम्रो चाहिँ भूराजनीतिक अवस्थामा प्रतिस्पर्धा गर्न सक्ने, निर्यात गर्न सक्ने सेवा सूचना प्रविधि देखिन्छ। त्यसमा जति जोड गर्नुपर्ने देखिएको छैन। अर्कोतिर चाहिँ पूर्वाधारको क्षेत्रमा जहाँनिर अर्थमन्त्रीजीले बजेटमा भन्न खोज्नु भएको छ त्यसमा कम सत्यताहरू छन्। ठुला आयोजनाहरूमा बजेट नपुगेको होइन, हाम्रो क्षमता नपुगेको हो। मलाई तथ्याङ्क नै थाहा छ कि गत 3 वर्षको डाटा हेऱ्यो भने पूर्व पश्चिम राजमार्गमा 30 अर्ब 28-30 28-30 अर्ब 32 अर्बसम्मको बजेट छ। हरेक वर्ष 30 अर्ब 32 अर्ब छ गत 3 वर्ष हेऱ्यो भने। तर खर्च कति छ? खर्च भइरहेको छैन। तपाईँ नारायणगढ बुटोल खण्ड हेर्नु भने पुरा भइरहेको छैन। पूर्व सेक्टरको हाइवे हेर्नु त्यहाँ पनि काम भइरहेको छ। बजेट नभएर होइन, काम नभएर, खर्च नभएर हो। त्यसै गरी फास्ट ट्र्याक काठमाडौँ निजगढ फास्ट ट्र्याक हेर्नुहोस्, 28 अर्ब 30 अर्ब हरेक वर्ष छ। गत वर्ष पनि मेरो जानकारी अनुसार, मेरो सम्झना अनुसार 30 अर्ब जति बजेट छ तर खर्च भएन। त्यहाँनिर बजेट नपुगेको होइन, त्यहाँ हाम्रो जनशक्ति पुगिरहेको छैन, प्राविधिक दक्षता पुगिरहेको छैन। त्यसै गरी चाहिँ मुगलेन पोखरा हाइवेको लागि त्यहाँ बजेट नपुगेको होइन, बजेट जति भन्यो त्यति छ तर त्यहाँ काम भइरहेको छैन। 2-3 वर्ष अगाडि नै सम्पन्न हुनुपर्ने अहिले पनि सम्पन्न भइरहेको छैन। बजेट अभाव होइन, पहाडी लोकमार्गमा कहिले पनि बजेट अभाव देखिएको छैन तर काम भइरहेको छैन। हुलाकी राजमार्गमा बजेट नपुगेको कहिले पनि छैन तर काम भइरहेका छैन। ठेकदारले काम गरिरहेको छैन, निर्माण व्यवसायले काम गरिरहेको छैन, यहाँ त्यहाँ हाम्रो प्राविधिक जनशक्ति पुगिरहेको छैन, अनुगमन नियमन पुगिरहेको छैन, जति जोड दिनुपर्ने त्यो पुगिरहेको छैन भन्दा जहाँनिर समस्या छ त्यहाँनिर सम्बोधन नगरेर स्रोत सुनिश्चित गरेको छु। पर्याप्त स्रोत भन्दा पर्याप्त स्रोतहरू छन् तर त्यहाँनिर अरू नै कारण
दक्ष जनशक्तिको या बजेट खर्च गर्ने हाम्रा क्षमताहरूको अभाव त्यहाँ देखिन्छ। त्यो ठाउँमा सम्बोधन गरिनुपर्छ। र अध्ययन गरेर हेर्दा हाम्रो चाहिँ प्रशासन सेवामा धेरै कर्मचारीहरू छ, जनशक्ति धेरै छ। 1 लाख हाराहारी हाम्रो निजामती सेवामा सबभन्दा धेरै सङ्ख्या चाहिँ प्रशासनतिर छ, प्राविधिक जनशक्ति छैन। ऊर्जा मन्त्रालय, सिँचाइ मन्त्रालय हेर्नु भने जनशक्ति पुग्दो छैन। भौतिक पूर्वाधार मन्त्रालयमा, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालयमा जति प्राविधिक जनशक्ति थप्नुपर्ने दिनुपर्ने हो त्यो पुग्दो छैन। बरु त्यसमा प्राविधिक जनशक्ति बढाउने नीतिगत व्यवस्था हुनुपर्थ्यो एउटा। अर्को भएका जनशक्तिलाई चाहिँ उसलाई चाहिँ आफ्नो चाहिँ तालिमहरू, विभिन्न एक्सपोजरहरू दिएर उसका अनुभवहरू, दक्षताहरू वृद्धि गर्नुपर्ने छ एकातिर। अर्कोतिर कतिपय सन्दर्भमा राजनीतिक हस्तक्षेप हुने, राजनीतिक सङ्क्रमण, राजनीतिक फेरबदलसँगै कैयौँ आयोजनाहरू राजनीतिक स्वार्थ अनुसार खर्च नगर्ने। म एउटै उदाहरण म चाहिँ अर्थमन्त्रीलाई मैले हाउसमा पहिले पनि सम्झाइसकेको छु। मेरो आफ्नो जिल्ला भएर दाङ हुँदै रोल्पा हुँदै रुकुमसम्म जाने शहीद मार्ग छ। गत वर्ष 1 अर्ब 25 करोड बजेट थियो, तर त्यहाँबाट 67 करोड पैसा, 1 अर्ब 25 करोडमा 67 करोड त्यो खर्च नगरेर सुरुमै रकमान्तर गरियो। जति टेन्डर हुनुपर्ने, खर्च गर्नुपर्ने कुरा हो गरिएन। खर्च भयो भने भुक्तानी भइरहेको छैन भन्दा यसरी राजनीतिक पूर्वाग्रह राखेर राजनीतिक रूपले बजेट हेरिएपछि खर्च हुँदैन। त्यसै गरी गत वर्षको बजेटमा यहाँ माननीय सदस्यज्यूहरूले दिनुभएका साना मजौला खालका आयोजनाहरू हुन्। कति कुरा हेरेर कसैलाई बहुवर्षीय बनाइयो, कति आयोजनाहरूलाई त्यसै ड्रप गरियो। किन भन्दा सरकार फेरिएको थियो। सरकार फेरिएपछि आयोजनाहरू कार्यान्वयन गरिन। त्यस्ता कुराहरूलाई यो बजेट पुगेन भनेर चाहिँ हल हुँदैन। सामान्य सभामुख महोदय, यसै गरी चाहिँ कस्तो देखिन्छ भने खर्च, पुँजीगत खर्च नहुने कुराहरूमा अर्को चाहिँ कस्तो भनेपछि तयारीका प्रक्रियाहरू, हामी तयारीका कुराहरू एकदम जटिल बनाएका छौँ तर तयारीमा हामी पर्याप्त ध्यान दिँदैनौँ। प्रोजेक्ट ब्याङ्कको व्यवस्था गरिएको छ विगतदेखि नै, कानुनी रूपले नै। प्रोजेक्ट ब्याङ्कमा अध्ययन गरेका आयोजनाहरू राख्ने हो। त्यहाँ डिपिआर बनाइएका, EIA, IE गरिएका आयोजनाहरू राखेपछि त्यसलाई छानेर त्यसमा पैसा राख्ने कुरा हो बजेटमा। तर के गरिन्छ भने हाम्रो पहिले चाहिँ त्यो चाहिँ अध्ययनको लागि पैसा राख्दैनौँ। सिँचाइमा हेर्नुहोस् पैसा छैन, ऊर्जामा छैन, सडकमा छैन, अथवा अरू कुनै मन्त्रालय, पूर्वाधार सम्बन्धी मन्त्रालय कहीँ पनि बजेट अध्ययनको लागि राखिँदैन। अध्ययनको लागि नराख्ने अनि पछि चाहिँ कहाँबाट लिएर प्रोजेक्ट ब्याङ्कबाट खर्च गर्ने, आयोजना राख्ने, अनि हतारमा प्रोजेक्ट ब्याङ्कमा नाम मात्र, प्रक्रिया मात्रै गरेर प्रोजेक्ट ब्याङ्कमा राख्ने, अनि बजेट राख्ने, अनि फेरि अध्ययन सुरु गर्ने खालका छन् एकातिर। अर्कोतिर तयारी नभएका प्रोजेक्टहरू खुरुखुरु चाहिँ टेन्डर गर्ने, टेन्डर पछि चाहिँ समस्या आउँछ। निर्माण व्यवसायले काम गर्न सक्दैन। किन? त्यहाँ चाहिँ साइट क्लियरेन्स भएको होइन, काम गर्ने ठाउँ तोकिएको, अथवा त्यहाँका चाहिँ रुख हटाउनु पर्ने होला, जग्गा लिनुपर्ने होला, त्यहाँ अथवा मुआवजा दिनुपर्ने होला। त्यस्ता कुरा गरिएका हुँदैनन् र अन्ततः त्यो योजनाहरू फेल हुन्छन्। अनि हामी भन्छौँ कि हामी चाहिँ पकेटका योजना अरू भन्नाले जहाँ समस्या हो त्यहाँनिर हल गर्ने ढङ्गले बजेट आउनु पर्थ्यो, त्यो अझै आइरहेको छैन। अर्को कुरा, गत वर्ष मैले आफूले अर्थमन्त्रीको रूपमा बजेट तयार गरिराख्दा कानुनी रूपले प्रोजेक्ट ब्याङ्कमा रहेको मात्रै आयोजना राख्नुपर्ने भन्ने कानुनी व्यवस्था छ। तर विगत वर्षमा के भएछ भने प्रोजेक्ट ब्याङ्कमा 2-4वटा राखिदिने, बाँकी पकेटबाट गरिदिने अथवा मन्त्रालयहरूले आफू खुसी गर्ने। त्यसो गर्दा कति रहेछन् 6,500 आयोजना प्रोजेक्ट ब्याङ्कमा भएका, तर सामान्यतया 15,000 16,000 आयोजनाहरू कार्यान्वयन भइरहेका रहेछन्। त्यसो गर्दा सबै जति आयोजना हुन् त्यसलाई प्रोजेक्ट ब्याङ्कमा राख्दा 17,000 देखिए। त्यसो गर्दा 6,000बाट 1,17 कति पुग्यो भन्दा 11,000 पकेटबाट अर्थमन्त्री या तत्कालीन सरकारले थप्यो भनेर हल्ला गरियो। त्यो सत्य थिएन। र मैले सार्वजनिक ठाउँमा पनि भनेको छु, यहाँ पनि हाउसमा पनि भनेको छु, अर्थमन्त्रीजीलाई नीति कार्यक्रममा छलफल गर्दा, प्री बजेट डिस्कसनमा पनि भनेको छु, कति राख्नुहुन्छ अर्थमन्त्रीजी हेरौँला। किन यो कारणले सङ्ख्या बढेको हो। मैले भने तथ्य पछि हेरौँला नि अर्थमन्त्री, त्यो चाहिँ भिराएर हेरौँला। मेरो नियतमाथि प्रश्न भयो, तर अर्थमन्त्री कसरी आउनुहुन्छ भन्ने भयो। अहिले हेर्दा के गरियो भन्दा प्रोजेक्ट ब्याङ्कमा राखिएको छ। प्रोजेक्ट ब्याङ्क कसरी छ? मान्यज्यूहरूको हातमा किताब छ। प्रोजेक्ट ब्याङ्कमा 4वटा आयोजना राखिएको छ, यहाँ एउटा पैसा राखिएको छ भन्दा 1,000 आयोजना होला प्रोजेक्ट ब्याङ्कमा, 4,000 हुन्छ। त्यो त मैले अस्ति एउटा कार्यक्रममा योजना आयोगका उपाध्यक्षजीलाई भने तपाईँहरूले चलाकी गर्नुभएछ। प्रोजेक्ट ब्याङ्कमा थोरै देखाउने अनि यता चाहिँ धेरै गर्ने। किन? एउटा शीर्षक राखिदिने, फल्ना 4वटा शीर्षक राख्यो, यता 3 करोड पैसा राख्यो।
रियलमा त्यो त 75,000 हो, 75 लाख मात्रै हो। भन्दा चाहिँ 3 करोड पनि नर्म्स पुरा गरेको, यतातिर प्रोजेक्ट ब्याङ्कमा पनि रहेको, तर त्यहाँ 4 त 5 त आयोजना एउटा शीर्षक देखिन्छ। 15, 16,000, 17,000 त घटायौँ, 4,500 घटायौँ भन्नुभएको छ। रियलमा यथार्थमा त्यो सङ्ख्या घटेको छैन। यस प्रकारको अलि रकमी खालको चलाकी खालको गरेर कुनै पनि फाइदा छैन। जे हो बरु जस्ताको तस्तै देखाएर पारदर्शी ढङ्गले काम गर्दा आँखा जुडाएर मान्यजीलाई मैले यो गरेँ, तथ्यसाथ तर्कसाथ मैले यो गरेको हुँ। किनभने मान्यजीले आफ्नो कुनै घरको चाहिँ सडक बनाउने अथवा आफ्नो घर बनाउने या कुनै चाहिँ आफ्नो बारीमा केही गर्नको लागि गरेको होइन, देशकै कुनै ठाउँमा विकास गर्न खोजेको। स्वाभाविक रूपले चाहिँ त्यसमा चाहिँ स्पष्ट रूपले राख्दा केही हुन्थेन, तर एउटा नीति बनाइयो, नीतिमा छौँ भन्ने देखाउने, तर यथार्थमा नीतिमा पनि नरहने खालको देखिएको छ। यो चाहिँ एउटा राजनीतिक इमान्दारिता पनि भएन। यो खालको मैले बजेट देखेको छु। अर्कोतिर चाहिँ यसमा पनि 3 करोड भन्दा मुनिको आयोजना नराख्ने विगतकै कार्यविधि हो। हामीले विगतमा के गर्यौँ भने सामान्य सभामुख महोदय 3 करोड लागतको लागि राख्ने भन्दा 1 करोड भन्दा नघटाएर राख्ने कोसिस, 75 लाख भन्दा नघटाएर राख्ने र सामान्यतया चाहिँ बहुवर्षीयमा गयो भने 75 लाखको 3 करोडसम्म हुन्छ भनेर चाहिँ बजेटमा 75 लाखसम्म राखियो। कैयौँ कुरा नियमित निरन्तरताको रूपमा साना आयोजना पनि भए, जो अर्थ मन्त्रालयको पकडमा पनि रहेन, उसको काबुमा पनि नरहेको अवस्था थियो। हामी त्यो पनि सम्झाएका थियौँ। मैले यही रोस्टमबाट प्री बजेट डिस्कसनमा र नीति कार्यक्रममा मैले अर्थमन्त्रीलाई सम्झाएकै थिएँ। आज म त्यो सम्झाउन चाहन्छु कि अहिले बजेट 3 करोड होइन 1,000 को छ। छरपष्ट छ 1,000 को शीर्षक हेर्नुहोस्। माननीय अर्थमन्त्री, म सभामुखज्यू मार्फत भन्न चाहन्छु कि 1,000 का योजनाहरू छन्, 3 करोडको अनि 1,000 को। यहाँ त सबै मान्यजीले भनिराख्नु भएको थियो हामी यो सुधार गऱ्यौँ, यो सरकारले धन्यवाद भनेर मान्यजीले यहीँबाट धन्यवाद दिनुहुन्थ्यो। अहिले त कहीँ पनि छैन त अब के भन्ने। यो सत्ता पक्षका मान्यजीहरू यसबारेमा के भन्नुहुन्छ, बोल्नुहुन्छ कि हुँदैन? 1,000 का योजना छ्यापछ्याप्ती छन्। 1,000 का 1 लाख पनि होइन, 10,000 का त कति छन्, कति लाख का त कति हुन्, कति यो खालको छ। त्यसो हुँदा चाहिँ यस खालको चाहिँ बेठिची हुनु भएन। सुधार गरौँ। विगतमा भएका कमजोरी अहिलेको सरकार नदोहोऱ्याओस्, अहिलेका कमजोरी फेरि अर्को वर्ष नदोहोरियोस्। सायद हामी भनाएर गराएमा एकरूपता गर्नुपर्छ होला, यसतिर ध्यान जाने नै छ। त्यसै गरी चाहिँ यो बजेटकै कुराहरूमा अन्य विषयवस्तुहरूमा सामान्य सभामुख महोदय खास गरी चाहिँ यो प्राथमिकताका कुराहरूमा कुरा गर्दा चाहिँ यो चाहिँ अहिले ग्रे लिस्टमा छ हाम्रो देश चाहिँ वित्तीय रूपले। त्यो चाहिँ यो FATF भन्छ, त्यसले चाहिँ हामीलाई ग्रे लिस्टमा राखेको छ। किन भन्दा भ्रष्टाचारजन्य कामहरू बढे, अनियमितता भए भनेर विगतदेखि हामीलाई सतर्क गरिराखेको थियो त्यो संस्थाले। तर त्यस क्रममा विगत सरकारले त्यसमा आवश्यक कानुनहरू निर्माण गर्यो, संरचनाहरू निर्माण गर्यो र एक्सनमा जानु पर्थ्यो। त्यो एक्सनमा वर्तमान सरकार जान सकेन। वर्तमान सरकार एक्सनमा जान नसक्दा कैयौँ कुरा देश हाम्रो फर्केर फेरि ग्रे लिस्टमा गएको छ। अहिलेको स्थितिमा गयो भने विज्ञहरू के भन्नुहुन्छ भने ग्रे लिस्टबाट बाहिर आउने होइन कि अहिलेकै जस्तै सरकारको काम कारबाही रवैया भयो भने ब्ल्याक लिस्टतिर जाने खतरा छ, जसले हाम्रो अर्थतन्त्र त तहस नहस नै गर्छ। हामी कल्पना पनि गर्न सक्दैनौँ। 2008 तिर हामी ग्रे लिस्टमा थियौँ, पछि 2014 तिर आएर ग्रे लिस्टबाट बाहिर आयौँ। सभामुख महोदय, हामीले माननीय उपप्रधान तथा अर्थमन्त्रीलाई बारम्बार औपचारिक अनौपचारिक फोरमहरूमा हामीले सुझाव दिएको कुरा ग्रे लिस्टबाट बाहिर आउनको लागि 1 वर्षभित्र हामी बाहिर आउँछौँ भन्नुभएको थियो। प्रधानमन्त्रीजीले पनि भन्नुभएको थियो। त्यो कुरा यहाँ देखिएन। कसरी आउँछौँ त हामी? कसरी वित्तीय क्षेत्रमा हामी कसरी त्यस्तो अनुशासन कायम गर्छौँ, कसरी सुशासन कायम गर्छौँ, यो कुरा कहीँ देखिएन। यसतिर चाहिँ यो कुरा चाहिँ म चाहिँ यहाँ राख्न चाहन्छु। त्यसै गरी अहिले चाहिँ विश्वव्यापी रूपमा खास गरी पछिल्लो समय अमेरिकाले सुरु गरेको व्यापार युद्ध, त्यसको प्रभाव विश्व अर्थतन्त्रमा परिरहेको छ। त्यसको के हाम्रोमा के प्रभाव पर्छ, हाम्रोमा के प्रभाव पर्छ र त्यसलाई हामी हाम्रो अर्थतन्त्र कसरी जोगाउँछौँ, त्यसतर्फ चाहिँ अलि रणनीतिक रूपले यसले बजेटले काम गरेको यहाँ देखिएन। त्यसै गरी हामी सङ्घीय व्यवस्थामा छौँ। सङ्घ, प्रदेश र स्थानीय तह 3 तहका सरकारहरू छन्। त्यसमा हामी राजनीतिक सङ्घीयतामा गएका छौँ। यद्यपि राजनीतिक सङ्घीयतालाई पनि हामी बलियो बनाउनको लागि आवश्यक हामी संरचनाहरू हस्तान्तरण गर्न आवश्यक कानुनहरू बनाउन सकेका छैनौँ।
त्यसतर्फ सरकारको ध्यान गम्भीर रूपले ध्यानाकर्षण गर्न चाहन्छु कि निजामती कर्मचारीको विधेयक, त्यसै गरी विद्यालय शिक्षा सम्बन्धी विधेयक लगायतका विधेयकहरू समितिले पनि पास गरिसकेको छ। छिटोभन्दा छिटो हाउसमा प्रस्तुत होस्, पास होस् र यो काम अगाडि जाओस्, फुल फ्लेज संविधान कार्यान्वयन होस् भन्ने म यहाँ राख्न चाहन्छु। त्यसो गर्दा चाहिँ वित्तीय संहिताको कुरा गर्दा यहाँ चाहिँ हामीले 4वटा विन्डोबाट प्रदेश र स्थानीय तहमा हामी बजेटहरू पठाउने गर्छौँ। एउटा कुरो चाहिँ हामी समानीकरण प्रदेश र स्थानीय तहहरूलाई हामी पठाउने गर्छौँ। त्यसै गरी चाहिँ समपूरक रकम पठाउँछौँ, सशर्त पठाउँछौँ र विशेष अनुदान। यो 4वटा जो विन्डोहरू छ त्यसमध्ये वित्तीय संहितालाई बलियो बनाउने भनेको समानीकरणको रकम बढाउने हो। तर यस पटक समानीकरणको रकम होइन, सशर्तका रकमहरू बढेका छन्। सानातिना आयोजनाहरू सशर्त पठाउने, स्थानीय तहलाई बोझको रूपमा पठाउने, त्यो उसको प्राथमिकता पनि हुँदैन, उसको प्राथमिकता पनि परेको हुँदैन, उसको छनौट पनि हुँदैन, उसले त्यहाँ सहभागिता पनि जनाएको हुँदैन र उसले स्वामित्व लिँदैन। अन्ततः त्यो आयोजनाहरू कार्यान्वयन हुँदैन, बेवारिसै हुन्छन्। यो खालको अवस्था छ। त्यसो गर्दा म माननीय अर्थमन्त्रीज्यूसँग मेरो अनुरोध के छ भने वित्तीय संहितालाई बलियो बनाऊ, समानीकरणतिरकोलाई वृद्धि गरौँ, एकातिर अर्कोतिर वित्तीय समानीकरणका रकमहरू जो प्रदेश र स्थानीय तहमा पठाउनु पर्ने हो, मभन्दा अगाडिको अर्थमन्त्रीजीले 93% रकम पठाउनु भएको थियो। मैले त्यसमा नघट्ने गरी 94% विनियोजन मध्येको रकम पठाउने व्यवस्था गरेको थिएँ। यस वर्ष माननीय अर्थमन्त्रीजीले जम्मा 92% मात्रै पठाउनु भन्ने आएको छ। यो पनि घटेर गयो। त्यसो गर्दा चाहिँ प्रदेश र स्थानीय तहको बजेट सिस्टम लथालिङ्ग हुन्छ। सङ्घबाट हामीले यति समानीकरण, यति सशर्त, यति समपूरक पाउँछौँ भनेर अनुमान गरेर बजेट बनाउँछ, अनि लास्टमा आएर हामी कटौती गरेपछि उसको चाहिँ त्यहाँ चाहिँ रकम अभाव हुन्छ, त्यो आयोजना कार्यान्वयन हुँदैनन्, जसको परिणाम के हुन्छ भने सबै आयोजनाहरू अधुरो रहने र स्थानीय सरकार र प्रदेश सरकारहरूको बजेट कार्यान्वयन सम्बन्धी क्षमता नदेखिने, अस्तव्यस्तता हुने र सङ्घीय सरकारप्रतिको विश्वास पनि घटेर जाने अवस्था छ। यस कारणले चाहिँ वित्तीय संहितालाई आत्मसात गर्दै समानीकरणको रकम वृद्धि गर्ने एकातिर, अर्कोतिर सङ्घीय सरकारले कमिट गरेका रकमहरू सकेसम्म पुरै नसक्दा अधिकतम त्यो पठाउने खालको व्यवस्था गरिनुपर्छ। त्यसले चाहिँ स्थानीय र प्रदेश सरकारको चाहिँ बजेट सिस्टमलाई एउटा स्थिरता दिन्छ, अनुमानयोग्य बनाउँछ। योतिर चाहिँ म अर्थमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु। यसरी नै चाहिँ अब राजस्वतर्फ एउटा गम्भीर कुरा उठेको छ। सम्माननीय सभामुख महोदय, म माननीय अर्थमन्त्रीजीको ध्यानाकर्षण के गराउन चाहन्छु भने यो के भयो, कुनै स्वार्थ समूहको चलखेल हो या दबाब हो या ध्यान नपुगेको हो कि चाहिँ हामीले कृषिलाई प्राथमिकता दिने भनेका छौँ र हामी कृषिलाई चाहिँ प्राथमिकता दिने भनेको आफ्नो कृषिजन्य उत्पादनलाई संरक्षण गर्ने हो। संरक्षण कसरी गर्ने भन्दा चाहिँ मभन्दा अगाडिको अर्थमन्त्रीले बजेट मार्फत के गर्नु भने भ्याटको व्यवस्था गर्नु, फलफुललाई चाहिँ भ्याटको व्यवस्था गर्नु हो। त्यसो गर्दा हाम्रो आफ्नो कृषिजन्य उत्पादन, स्याउ होला, लसुन होला, प्याज होला, अन्य उत्पादन होला, तरकारी फलफुल 13% भ्याट तिर्नुपर्ने एकातिर, अर्कोतिर चाहिँ बाहिरबाट आउनेले पनि 13 हुन चाहिँ हाम्रो चाहिँ कृषि उत्पादन संरक्षण भएन। चारैतिर आवाज उठ्यो। मैले गत वर्ष त्यसलाई भ्याट हटाइयो र त्यसलाई चाहिँ भन्सार बिन्दुहरूमा आयातित फलफुलमा चाहिँ अग्रिम 10% अग्रिम आयकरको व्यवस्था गरिएको थियो, जसले एउटा मात्रै उदाहरण चाहिँ सम्मानित सभामुख महोदय 10% अग्रिम आयकर लगाउँदा भारत, चीन या अरू कुनै तेस्रो देशबाट आउने फलफुलमा चाहिँ तरकारी या फलफुलजन्य उत्पादनमा 10% बढी ट्याक्सका कारणले मूल्य पर्ने भयो। हाम्रो आन्तरिक उत्पादनलाई 10% सस्तो हुने भयो। त्यसो गर्दा प्रतिस्पर्धी हुने भयो हाम्रो। त्यसो गर्दा एउटा आँकडाले के देखाउँछ भने यो वर्ष जुम्लाबाट यसको फाइदा के आयो भने जुम्ला एउटै जिल्लाबाट 92 करोडको स्याउ निकासी हो जुम्लाबाट। किन भन्दा जुम्लाबाट काठमाडौँ ल्याउन प्रतिस्पर्धी भयो, 10% सस्तो हुने भयो जुम्लाको स्याउ। किन भन्दा बाहिरबाट आयातितलाई अग्रिम आयकर लाग्यो भन्दा यो किन हटाइयो? यसमा केही चलखेल छ कि कुनै स्वार्थ समूहको दबाब छ कि या अर्थमन्त्रीजीको ध्यान नपुगेको हो कि होइन भने त कृषि संरक्षण गर्ने आफ्नो कृषि उत्पादन भने त कांग्रेस दलले भनेको रहेछ, एमाले भनिरहेछ, संसदको सबै दलहरूको चाहिँ सहमति छ कि यसमा किन यसो गरियो भन्दा सम्मानित सभामुख महोदय, यसमा कहीँ न कहीँ
गल्ती भएको छ यो कुरा सच्याउनु पर्छ कि हाम्रो आफ्नो कृषिलाई, आफ्नो उत्पादनलाई, आफ्नो फलफुललाई, हाम्रो आफ्नो उपजलाई हामी संरक्षण गर्नुपर्छ। त्यसो हो भने मात्रै प्रतिस्पर्धी बन्न सक्छौँ। त्यसै पनि भारतले 70-80% अनुदान दिन्छ, धानमा होला, मकैमा होला, फलफुलमा होला, तरकारीमा होला, 70% अनुदान छ त्यहाँ। चीनमा त्यस्तै छ र हामी यहाँ अनुदानको मात्रा त्यो लेभलको छैन एकातिर, अर्कोतिर हाम्रो उत्पादनको साइज सानो छ, ठुलो कमर्सियल उत्पादन हुन्छ त्यहाँ भन्दा हाम्रो उत्पादनको साइज सानो छ। अनि हाम्रो किसानहरू 2/3 किसानहरू त्यहाँ, हाम्रो जनताहरू 2/3 त्यहाँ छ। अहिले कसरी हुन्छ त? त्यहाँ रोजगारी कसरी सिर्जना हुन्छ? नयाँ पुस्ता त्यहाँ कसरी रहन्छ? त्यसैले यो गल्ती हो, नीतिगत रूपले नै गल्ती भएको छ। हाम्रो प्राथमिकता कृषि भनेका छौँ, किसानहरूलाई चाहिँ युवाहरूलाई पनि त्यहाँ प्रेरित गर्ने कुरा गरेका छौँ। अर्कोतिर हामी चाहिँ बाहिरबाट आउने उत्पादनलाई सस्तो गरिदिने, हाम्रो चाहिँ 10% महँगो सोधो हुने भयो, किन प्रतिस्पर्धी हुन सक्दैन। यो नीतिगत रूपले गम्भीर गल्ती हो, यसमा चुक भएको छ। यसलाई अविलम्ब सच्याउनुपर्छ। हाम्रो आफ्नो कृषि उत्पादनलाई संरक्षण गर्नुपर्छ, हाम्रो किसानहरूलाई संरक्षण गर्नुपर्छ। अर्को वर्ष तथ्याङ्क हेरियो भने यो वर्ष 92 करोडको जुम्ला त स्याउ निकासी भयो भने अर्को वर्ष सायद त्यो घट्छ, किनभने त्यहाँको स्याउ काठमाडौँ आउँदा चीन या भारतबाट आउने भन्दा महँगो पर्छ, प्रतिस्पर्धा गर्न सक्दैन र त्यो खालको अवस्था यो बनेको छ। यसमा गम्भीर म ध्यानाकर्षण गराउन चाहन्छु। सभामुख महोदय, अर्कोतिर चाहिँ हामी चाहिँ समग्र बजेटले उत्पादन वृद्धि गर्ने कुरा, रोजगारी सिर्जना गर्ने कुरा गरेको छ। तर गत वर्ष हामीले रिटर्नीहरू, लाखौँ लाख युवाहरू विदेश जान्छ, विदेश जाँदा अलिकति रकम पनि लिएर आउँछ, केही सिप पनि सिकेर आउँछ र रिटर्नीहरूलाई 1 लाख रिटर्नीहरूलाई सरकारले योजनाबद्ध रूपले यहाँ रोजगार बनाउने, उद्यमशील बनाउने भने 1 लाख रिटर्नीहरूको लागि एउटा कार्यक्रम राखिएको थियो, त्यो कार्यान्वयन गरेन। यसपटक त्यो रिटर्नीहरूको बारेमा केही पनि छैन। हाम्रो एकातिर हाम्रो चाहिँ युवाहरू विदेश गइरहेछ, अर्कोतिर विदेशबाट फर्केर आउनेहरूलाई पनि यहाँ व्यवस्थापन गर्ने, उनीहरूका सिप क्षमता, उनीहरूका अलिकति आर्थिक उपार्जनलाई हामी सही ढङ्गले लगानी गर्न सकिरहेका छैनौँ। त्यसतर्फ चाहिँ यो बजेटको ध्यान पुगेन, बजेटको ध्यान पुगेको छैन। त्यसै गरी स्टार्टअपमा चाहिँ हामी 1 लाख युवाहरूलाई स्टार्टअपमा लाने र त्यसबाट चाहिँ युवाहरूलाई चाहिँ सुरुदेखि चाहिँ के अरे उसमा केही न केही उद्यम गर्ने, व्यवसाय गर्ने, उद्यमशील बनाउने भनेको थियो गत वर्ष बजेट। यसपटक स्टार्टअपको कुरा गरिएको छ तर ठोस योजना छैन। हामी नयाँ युवाहरूलाई कि हामी उसको नयाँ सोचअनुसार प्रोजेक्ट फाइनेन्सिङ गर्ने सोचहरू गभर्मेन्टका छन्, त्यतातिर चाहिँ अलिकति फोकस गरेर, अलिकति जोड दिएर त्यसमा चाहिँ सरकारको ध्यान जाओस् भन्ने कुरा म यहाँ राख्न चाहन्छु। समग्रमा भन्दा चाहिँ यो बजेट कसको लागि? हामी चाहिँ जहिले पनि भन्छौँ यो राजनैतिक आर्थिक दस्तावेज हो। राजनीतिक आर्थिक दस्तावेज हेर्दा कांग्रेस एमाले दुईटा ठुला दलको सरकार छ भन्दा यो बजेट कसले स्वागत गर्यो? ठुला उद्योगी, ठुला व्यवसायहरूले स्वागत, अनि लोअर पिपुलहरू अथवा तल्लो वर्गका जनताहरू कुनै चाहिँ हर्ष न विस्मारको अवस्था, मध्यम वर्गले त्यो किन त्यो यस्तो भयो होला भन्दा कहीँ न कहीँ हामी हेर्दा कांग्रेस र एमालेका साथीहरू दल एकै ठाउँमा पुग्नु हो। मध्यम वर्गको बजेट खै, हिजो त एमाले बजेट ल्याउँदा वन उपभोक्ता हुन्थ्यो या वनलाई हुन्थ्यो या चाहिँ सहकारलाई हुन्थ्यो या यस्तै कम्युनिटी बेस भन्थ्यो। माओवादीले कम्युनिटी बेस अतिरिक्त समावेशी कहीँ न कहीँ महिलाहरू 62-63 अगाडि जम्मा 7% महिलाहरू सम्पत्ति थियो महिलाहरूसँग, तर पछि महिलाहरूलाई रजिस्ट्रेसन शुल्कमा छुट दिने, त्यसै गरी चाहिँ 15 लाखसम्मको प्रोजेक्ट फाइनेन्स गर्ने अथवा बिना धितो चाहिँ के अरे ऋण दिने लगायतका थुप्रै कार्यक्रमहरू आएपछि अहिले कम्तीमा पनि 25% 26% महिलाहरूसँग सम्पत्ति छ। किन भन्दा चाहिँ इन्क्लुसिभ खालको पोलिसीले गर्दा। खै त कहाँ गयो त? हिजो त एमाले त्यो इन्क्लुसिभ कुरा गर्थ्यो, माओवादीले त्यसमा अझ विस्तार गर्यो, समावेशी अर्थतन्त्रका, समावेशी राजनीतिका आज कहाँ गयो भन्दा चाहिँ छैन। भन्दा कांग्रेस र एमालेका साथी आर्थिक रूपले एकै ठाउँमा जानुभयो। यो बजेटले त्यही भन्छ। हामीलाई यसमा चाहिँ के चिन्ता लागेको छ भने आफूलाई अलिकति लेफ्ट भन्ने मित्रहरू कसरी यो छ्यासमेस भयो त नि, निजीकरण भन्ने साथीहरू, सबै चाहिँ उदारीकरण भन्ने साथीहरू र अलिअलि कम्युनिटी बेस भन्ने एकैसाथ छ्यासमेस हुँदा चाहिँ यो बजेट कतातिरको भयो भन्दा अलि बढी चाहिँ यो चाहिँ सैद्धान्तिक रूपले कांग्रेसतिर धल्किएको, अलि उच्च वर्गतिर, अलि ठुला चाहिँ पुँजीपति, अलि स्वार्थ समूहतिर धल्किएको, मध्यम वर्ग, निम्न मध्यम वर्ग, किसान मजदुर चाहिँ निराश हुने, युवाहरू निराश हुने खालको बजेटको मूल ट्रेन्ड रहेको कुरा
म राख्छु। यसमा सक्नुहुन्छ अर्थमन्त्री